बालेन शाह नेतृत्वको सरकारले एक हाई प्रोफाइल व्यवसायिक घरानाका प्रतिष्ठित व्यक्तिलाई उठाएको छ। देशकै ठूलो मारवाडी व्यवसायिक घराना मानिने शंकर ग्रुप जगदम्बा स्टिलका मालिक तथा अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेसँगै उद्योग क्षेत्र नै तरंगित बनेको छ। शंकरलाल अग्रवाल साहिल अग्रवाल र सुलभ अग्रवालका भुवा हुन्। नेपाल प्रहरीको टोलीले शुक्रबार राति अग्रवाललाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। पक्राउपछि उनलाई विभागमा बुझाउने तयारी भइरहेको छ। प्रहरी मुख्यालय नजिकै कार्यालय रहेको प्रभावशाली व्यापारिक समूहका अध्यक्ष नै पक्राउ परेपछि देशभरका उद्योगी व्यवसायीहरूमा हलचल मचिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत प्रत्यक्ष सम्बन्ध रहेको मानिने अग्रवालको गिरफ्तारीलाई राजनीतिक र कूटनीतिक दृष्टिले समेत चासोका साथ हेरिएको छ। यो कारबाहीलाई बालेन नेतृत्वको सरकारको साहसी कदमका रूपमा व्याख्या गरिए पनि प्रश्न उठ्न थालेको छ। यस्तो उच्च प्रभावशाली व्यक्तिलाई सरकारले कति समयसम्म नियन्त्रणमा राख्न सक्छ? यसले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङमाथि थप दबाव सिर्जना गर्ने देखिन्छ। यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेतृत्वमाथि समेत यसको राजनीतिक प्रभाव पर्न सक्ने आकलन गरिएको छ। ठूलो आर्थिक तथा राजनीतिक पहुँच भएको व्यक्तिमाथि कारबाही सुरु भएपछि सरकारको स्थायित्वमै असर पर्ने सम्भावना समेत विश्लेषकहरूले औँल्याएका छन्। अब हेर्न बाँकी छ यो कदमले सरकारलाई अझ मजबुत बनाउँछ कि उल्टै ठूलो दबावमा पार्दै राजनीतिक समीकरण नै बदलिदिन्छ। बालेन शाह नेतृत्वको सरकारले एक हाई प्रोफाइल व्यवसायिक घरानाका प्रतिष्ठित व्यक्तिलाई उठाएको छ। देशकै ठूलो मारवाडी व्यवसायिक घराना मानिने शंकर ग्रुप जगदम्बा स्टिलका मालिक तथा अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेसँगै उद्योग क्षेत्र नै तरंगित बनेको छ। शंकरलाल अग्रवाल साहिल अग्रवाल र सुलभ अग्रवालका भुवा हुन्। नेपाल प्रहरीको टोलीले शुक्रबार राति अग्रवाललाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। पक्राउपछि उनलाई विभागमा बुझाउने तयारी भइरहेको छ। प्रहरी मुख्यालय नजिकै कार्यालय रहेको प्रभावशाली व्यापारिक समूहका अध्यक्ष नै पक्राउ परेपछि देशभरका उद्योगी व्यवसायीहरूमा हलचल मचिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत प्रत्यक्ष सम्बन्ध रहेको मानिने अग्रवालको गिरफ्तारीलाई राजनीतिक र कूटनीतिक दृष्टिले समेत चासोका साथ हेरिएको छ। यो कारबाहीलाई बालेन नेतृत्वको सरकारको साहसी कदमका रूपमा व्याख्या गरिए पनि प्रश्न उठ्न थालेको छ। यस्तो उच्च प्रभावशाली व्यक्तिलाई सरकारले कति समयसम्म नियन्त्रणमा राख्न सक्छ? यसले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङमाथि थप दबाव सिर्जना गर्ने देखिन्छ। यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेतृत्वमाथि समेत यसको राजनीतिक प्रभाव पर्न सक्ने आकलन गरिएको छ। ठूलो आर्थिक तथा राजनीतिक पहुँच भएको व्यक्तिमाथि कारबाही सुरु भएपछि सरकारको स्थायित्वमै असर पर्ने सम्भावना समेत विश्लेषकहरूले औँल्याएका छन्। अब हेर्न बाँकी छ यो कदमले सरकारलाई अझ मजबुत बनाउँछ कि उल्टै ठूलो दबावमा पार्दै राजनीतिक समीकरण नै बदलिदिन्छ। बालेन शाह नेतृत्वको सरकारले एक हाई प्रोफाइल व्यवसायिक घरानाका प्रतिष्ठित व्यक्तिलाई उठाएको छ। देशकै ठूलो मारवाडी व्यवसायिक घराना मानिने शंकर ग्रुप जगदम्बा स्टिलका मालिक तथा अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेसँगै उद्योग क्षेत्र नै तरंगित बनेको छ। शंकरलाल अग्रवाल साहिल अग्रवाल र सुलभ अग्रवालका भुवा हुन्। नेपाल प्रहरीको टोलीले शुक्रबार राति अग्रवाललाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। पक्राउपछि उनलाई विभागमा बुझाउने तयारी भइरहेको छ। प्रहरी मुख्यालय नजिकै कार्यालय रहेको प्रभावशाली व्यापारिक समूहका अध्यक्ष नै पक्राउ परेपछि देशभरका उद्योगी व्यवसायीहरूमा हलचल मचिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत प्रत्यक्ष सम्बन्ध रहेको मानिने अग्रवालको गिरफ्तारीलाई राजनीतिक र कूटनीतिक दृष्टिले समेत चासोका साथ हेरिएको छ। यो कारबाहीलाई बालेन नेतृत्वको सरकारको साहसी कदमका रूपमा व्याख्या गरिए पनि प्रश्न उठ्न थालेको छ। यस्तो उच्च प्रभावशाली व्यक्तिलाई सरकारले कति समयसम्म नियन्त्रणमा राख्न सक्छ? यसले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङमाथि थप दबाव सिर्जना गर्ने देखिन्छ। यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेतृत्वमाथि समेत यसको राजनीतिक प्रभाव पर्न सक्ने आकलन गरिएको छ। ठूलो आर्थिक तथा राजनीतिक पहुँच भएको व्यक्तिमाथि कारबाही सुरु भएपछि सरकारको स्थायित्वमै असर पर्ने सम्भावना समेत विश्लेषकहरूले औँल्याएका छन्। अब हेर्न बाँकी छ यो कदमले सरकारलाई अझ मजबुत बनाउँछ कि उल्टै ठूलो दबावमा पार्दै राजनीतिक समीकरण नै बदलिदिन्छ। बालेन शाह नेतृत्वको सरकारले एक हाई प्रोफाइल व्यवसायिक घरानाका प्रतिष्ठित व्यक्तिलाई उठाएको छ। देशकै ठूलो मारवाडी व्यवसायिक घराना मानिने शंकर ग्रुप जगदम्बा स्टिलका मालिक तथा अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेसँगै उद्योग क्षेत्र नै तरंगित बनेको छ।
शङ्करलाल अग्रवाल, साहिल अग्रवाल र सुलभ अग्रवालका भुवा हुन्। नेपाल प्रहरीको टोलीले शुक्रबार राति अग्रवाललाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। पक्राउपछि उनलाई विभागमा बुझाउने तयारी भइरहेको छ। प्रहरी मुख्यालय नजिकै कार्यालय रहेको प्रभावशाली व्यापारिक समूहका अध्यक्ष नै पक्राउ परेपछि देशभरका उद्योगी व्यवसायीहरूमा हलचल मचिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत प्रत्यक्ष सम्बन्ध रहेको मानिने अग्रवालको गिरफ्तारीलाई राजनीतिक र कूटनीतिक दृष्टिले समेत चासोका साथ हेरिएको छ। यो कारबाहीलाई बालेन नेतृत्वको सरकारको साहसी कदमका रूपमा व्याख्या गरिए पनि प्रश्न उठ्न थालेको छ। यस्तो उच्च प्रभावशाली व्यक्तिलाई सरकारले कति समयसम्म नियन्त्रणमा राख्न सक्छ? यसले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङमाथि थप दबाव सिर्जना गर्ने देखिन्छ। यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेतृत्वमाथि समेत यसको राजनीतिक प्रभाव पर्न सक्ने आकलन गरिएको छ। ठूलो आर्थिक तथा राजनीतिक पहुँच भएको व्यक्तिमाथि कारबाही सुरु भएपछि सरकारको स्थायित्वमै असर पर्ने सम्भावना समेत विश्लेषकहरूले औँल्याएका छन्। अब हेर्न बाँकी छ यो कदमले सरकारलाई अझ मजबुत बनाउँछ कि उल्टै ठूलो दबावमा पार्दै राजनीतिक समीकरण नै बदलिदिन्छ।